भनिन्छ कतिपय अवस्थामा शब्दभन्दा मौनता बढी शक्तिशाली हुन्छ। इतिहासमै पहिलो पटक देशका कार्यकारी प्रमुखले आगामी गणतन्त्र दिवसमा नबोल्ने निर्णय गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको यो मौनता केवल एउटा प्राविधिक निर्णय मात्र हो कि सिंहदरबारको मूल कुर्सीमै बसेर बालुवाटार र बुढा नीलकण्ठका पुराना दलहरूलाई दिएको एउटा कडा झापड हो। नेपाली राजनीतिका पुराना खेलाडीहरूका लागि एउटा स्थापित सूत्र छ, काम होस् या नहोस् भाषण लामो हुनुपर्छ। तर यस वर्षको जेठ 15 गते टुडी खेलको मञ्चले एउटा नयाँ इतिहास रच्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सत्ताको बागडोर सम्हालेका प्रधानमन्त्रीले गणतन्त्र दिवसको मूल समारोहमा आफै नबोल्ने निर्णय गरेका छन्। प्रधानमन्त्री शाहले संविधानको धारा 66 को मर्मलाई अगाडि सार्दै गणतन्त्रको सर्वोच्च प्रतीक राष्ट्रपति रामचन्द्र पौडेललाई नै राष्ट्रको नाममा सम्बोधन गर्न सिफारिस गरेका छन्। आलोचकहरू भन्छन् यो व्यवस्थाप्रतिको उदासीनता हो। कतिपयले त उनलाई राजावादी भन्न पनि भएका छन्। तर के यो साँच्चै व्यवस्था विरोधी कदम हो त? पक्कै होइन। जेठ 11 गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा बीचमै बाहिरिएका प्रधानमन्त्री शाहको यो मौनता कुनै राजनीतिक अज्ञानता होइन, यो त एउटा सुसंस्कृत विद्रोह हो। गणतन्त्र भाषणमा होइन आचरणमा हुनुपर्छ भन्ने भाष्य उनले देखाउन चाहेका छन्। राजा फर्काउने एजेन्डा बोकेका शक्तिहरूसँग उनको कुनै पनि वैचारिक मेल छैन। तर गणतन्त्रको नाममा विगत 3 दशकदेखि मुलुकलाई अस्थिरताको बन्धक बनाउने राजनीतिक सिन्डिकेट प्रति भने उनको यो मौनता सबैभन्दा कडा प्रहार हो। जुन व्यवस्थामा भाषण धेरै र परिणाम शून्य हुन्थ्यो, त्यही प्रधानमन्त्रीको यो मौनता आफैमा एउटा शक्तिशाली वक्तव्य बन्न पुग्छ। बालेन्द्र शाहले प्रमाणित गरिदिएका छन् कि उनी व्यवस्था बदल्न होइन, अवस्थाको नाममा लोकतन्त्र मचाउनेहरूको प्रविधि बदल्न सत्तामा आएका हुन्। राजनीतिमा सबैभन्दा ठूलो प्रहार चिच्याएर होइन, शान्त रहेर पनि गर्न सकिन्छ। प्रधानमन्त्री बालेन्द्र शाहले गणतन्त्र दिवसमा नबोल्ने निर्णय गरेर पुराना दलहरूलाई एउटै सन्देश दिएका छन्। अब देशलाई आश्वासनको लामो भाषण होइन, परिणामको बलियो सुशासन चाहिएको छ। यो मौनता राजावादी झुकाव होइन, बरु काम नगर्ने नेताहरूका लागि एउटा बौद्धिक चुनौती पनि हो।